अब यो म आज आएको साढे 9:15 सायद 9:15 भएको थियो आएर बस्दाखेरि सायद 18 मैले ग्यास गर्दाखेरि 118 लाइनमा पुगेको थियो। दुःख कष्ट त यसै पनि भयो, कति त अब जागिर जानुपर्ने हुन्छ, कति ड्युटी गएर होला जानुपर्ने हुन्छ, उनीहरूले ग्यासैको लागि ल्यायो भने बसिया हुन्छ, ड्युटी नगएर गरे हुन्छ। म पनि एउटा साधारण प्राइभेट जब गर्छु, कतिपय कुरा अब नभएर पनि मजबुरीले पनि आउनु पर्या हुन्छ। अब हेर्दै जाउँ कति दिनसम्म यो अब विश्व राजनीतिमा यस्ता तरङ्गित भइरहेछ। देश विदेशमा जति पनि नागरिकहरू नेपाली नागरिकहरू छ उनीहरू पनि एक हिसाबले त्रासमै छन्। के हुने, कुन बेला के हुने, कसो हुने हो, घर परिवारसँग भेट्नु पाउला नपाउला भन्ने पनि गहन रूपमा उनीहरूले सोच बनाएका छन्। यहाँ सरकारले यो जुन हाम्रो खाद्य वस्तुहरू पनि हाहाकार होला है, अब यिनीहरू पनि सजिलो सुलभ तरिकाले पाइयोस्। अब यो चाहिँ उनीहरू सञ्चित गर्ने वातावरण पनि बनाओस् कि सरकारले। अब कुन अब छिमेकी राष्ट्रसँग समन्वय गरेर सञ्चित गर्ने वातावरण बनाओस्। अब आफ्ना भएका देश राष्ट्र अब हामी जनताहरूलाई जो सजिलोसँग हामीले खाद्य वस्तु लगाए अब यस्ता इन्धनहरू पनि सजिलोसँग पाइयोस् भन्ने मेरो चाहना छ। म बिहान 9 बजीदेखि आइपुगेँ अब यहाँ लाइन छ, यहाँ 100-150 भन्दा अहिले अब पुग्यो होला 200-250 जति लाइन पिसिएको छ यहाँ होइन। अब ग्यासले पनि अब हिजोसम्म फुल दिइरहेको थियो भन्थ्यो, आज चाहिँ अब हाफ मात्रै दिने भन्ने कुरो भइरहेछ। हामीहरू नयाँ ग्राहक, हामी चाहिँ किन भर्खर अब कोठा लिएर बसेका मान्छेहरूलाई चाहिँ सामान नकिन्नेहरूलाई चाहिँ डिलरवालाले दिइरहेकै छैन। मैले बुझ्दाखेरि होइन छैन भन्छ। यो अन्तर्राष्ट्रिय बजारबाट आउने अब के अरे अन्तर्राष्ट्रिय स्तरमा चाहिँ के अरे अब युद्धको कारणले गर्दाखेरि यो हाहाकार मचिरहेको हो होइन। अब यो सहजीकरण हुनु पनि सक्छ, नहुनु पनि सक्छ। यो सरकारले चाहिँ नियमन गर्नु पर्यो, त्यो चाहिँ नि अब के अरे अनुगमन गर्नु पर्यो के, अनुगमन निकाय राख्नु पर्यो होइन। अथवा कम्पनीबाट चाहिँ नेपाल ग्यासको डिलरबाट राख्ने हो अथवा सरकारले राख्ने हो, कसले राख्ने भन्ने कुरो चाहिँ नियमन गर्नु पर्यो कि त्यो। Jelajahi cara baru mendapatkan informasi. Download Metro TV Extend sekarang.